अहिले चाहिँ हामी यहाँनिर अमलाबुङ खोजेर आयौँ। अनि यहाँनिर चाहिँ बाटोमा सिस्नो रहेछ। हाम्रो साइबा चाहिँ यहाँ सिस्नो टिप्नु भएको होइन, उहाँले चोर्नु भएको होइन। अर्काको बारीमा चोर्दैछौँ है गाइस। यहाँनिर यस्तो भिउमा कस्तो दामी रहेछ। यो चाहिँ अर्काको हो, अनि त्यही भएर हामी चाहिँ अहिले चोर्दैछौँ सिस्नो। दुईजना साइबा मिलेर यहाँनिर सिस्नो देखिहाल्यौँ, झापामा बस्नेलाई खाउँ लागिहाल्यो। हामी चाहिँ आज यसो छोकु पकाइखाउँ भनेर अघि चोरिदिएको छौँ। छोकु खै कसको तल रहेछ, साह्रै खाउँ लागेर टिपीले। बेलुका चाहिँ यही खाने हाम्रो आज। दुम्सी पनि दिएको छ, दुम्सी खोइ हाम्रो कहाँ छ खोइ दुम्सी नि फलिराखेको रहेछ तल जङ्गलमा, लिएर आएको छौँ। काँडै छ दुम्सी, यसको सब्जी खाने। यहाँ चाहिँ हाम्रो दाजुभाइहरू यसो हुँदो रहेछ त के लाग्यो नि, कोही जुङ्गाई सरीको बाहुन जस्तो दाजुभाइहरू थुप्रो हुँदो रहेछ। अर्ग्यानिक बिहानीको सुरुवातसँगै हाम्रो चाहिँ यस्तो हुन्छ, तर हाम्रो चाहिँ अहिले साँझ परेको छ है गाइस। अब अहिले भरे तपाईँलाई पकाएर खाएको नि देखाउँछु। भ्लग मिनी भ्लग। हजुर, अलिकति छिपेको चाहिँ पाक्ने जाँदैछ के लाउँदैछ। तपाईँलाई भरे पकाएर देखाउँदैछु गाइस। खाना आउनु होला। पाहाडको अर्ग्यानिक यस्तो दामी छ, खाना भएको एकदम मिठो। 10 छोकु भन्छ, गाउँ छोकु, गाउँले कुद्ने छोकु। कोको चाहिँ भाग्नु पर्छ होला हौ, बाच्चाहरू छैन, आफूले भाग्नु है। खाना आउनु होला गाइस। अहिले चाहिँ हामी राति साँझमा यहाँनिर अघि हामीले दिउँसो सिकाएर ल्याएको कटहर दुम्सी पकाइ खाँदैछौँ। अहिलेसम्म सिस्टम पकाएको देखाउने छु अनि खाएको। यहाँ चाहिँ यस्तो भयो चाहिँ कटहरको सब्जी। मान्छे यता छु गाइस, कटहरको सब्जी पकाइरहेको छु। अघि हामीले चोरेको तल जङ्गलमा फलिरहेको थियो, लिएर पकाइरहेको छु।